हेलो साथीहरू के छ खबर है। अब म चाहिँ धेरै भएको थिएँ नि त अस्ति बार्साले गेम हालेदेखि भिडियो बनाउन पाएको थिइनँ, भिडियो हालेको थिइनँ। अनि भिडियो हाल्नै मन लागेन क्या। अब 2-4 दिन भयो यसो बल्ल बल्ल मन सन्तोक भइरहेछ। गेम हो हार जित भइहाल्छ होइन। मैले चाहिँ एउटा पोस्ट हालेको थिएँ होइन। अब जे हो त्यही देखेको हो होइन। जुन रेफ्रीको बारेमा एउटा सानो भिडियो बनाएर हालेको थिएँ। त्यसमा चाहिँ लगभग 140-50 जना मान्छेले चाहिँ कमेन्ट गरेको थियो। कतिपयले राम्रो कमेन्ट गरेको थियो, कतिले नराम्रो कमेन्ट गरेको थियो होइन। नराम्रो कमेन्ट गर्नलाई पनि म त्यो रिप्लाई दिन भनेर चाहिँ आएको होइन। खासमा चाहिँ म के भन्न आएको भने इन्टर मिलन चाहिँ बार्सा भन्दा फाइनल डिजर्भ गर्ने टिम चाहिँ त्यस्तो धेरै खतरा होइन। किनभने डिफेन्सिभ मात्रै हो, डिफेन्सिभ भएर यसो बार्साको अलिकति डिफेन्समा ल्याक भएर मात्रै गोल स्कोर आएको हो। नत्र भने त्यस्तो फाइनलकै लागि डिजर्भ गर्ने टिम चाहिँ हो बार्सा भन्दा हो जस्तो चाहिँ मलाई लाग्दैन। तर पनि केही छैन होइन। इन्टर मिलनमा हाम्रो चाहिँ एउटा सानो मेसी पनि छ है। एकदम रोडर म्याचलाई कङ्ग्रेचुलेसन है। फाइनल चाहिँ जित्नुपर्छ। अब इन्टर मिलनलाई नै सपोर्ट गर्ने हो फाइनलमा चाहिँ है। र बार्साले गेम हारेको कुरामा अब कतिजनाले ट्रोलहरू मजाक उडाइरहेको छ, त्यसको लागि पनि केही छैन। अब यो जुन इन्टर मिलनसँग हारेको आलो घाउ सुकाउनको लागि चाहिँ मात्रै अब 48 घन्टा पर्खिनुपर्छ है। रियल म्याड्रिडको साथीहरू जुन नराम्रो कमेन्ट गर्नुहुन्छ उहाँहरूलाई त्यसको रिप्लाई चाहिँ बार्सेलोनाले त्यति बेला दिनेछ है त। जय बार्सा, जय फुटबल।